आज चाहिँ हामी के हो आलु पार्क हेर्नु ल यता चाहिँ केटाकेटीहरूको फ्यामिली लिएर आउनु मजा आउँछ क्या त घुम्ने ठाउँहरू दामी दामी छ हो यति मिठो हावा आउँछ कालिम्पोङको आलु पार्कहरू बसेर चाहिँ सपना हुन्छ फेमस छ यस्तो यो उहिलेदेखिको एउटा ट्रिज छ क्या यहाँनिर चाहिँ पोज दिनुहुँदैछ मम्मीले यहाँनिर यति शीतल शीतल हावा आउँछ गरम भयो भने चाहिँ यहाँभित्र बसिहाल्नुहोस् टमटरबाट भित्र हो शीतल हेर्नुहोस् न यता कस्तो कस्तो छ तपाईँलाई देखाउनुहोस् हेर्नुहोस् है गाइस तपाईँहरू पनि कस्तो कस्तो छ यहाँनिर यसो नानीहरू लिएर आउनुहोस् तपाईँ पनि है आएर इन्जोय गर्नुहोस् नानीहरूले खेल्दै गरेको हुन्छ हो शीतल हावा आउँछ यहाँनिर चाहिँ जति नै गरम भयो नि यहाँ चाहिँ यति दामी हावा आउँछ यो जग्गामा चाहिँ युट्युबतिर पनि सर्च गर्नुहोस् तपाईँहरूले पाइहाल्नुहुन्छ नि यो ट्रिज छ नि यो चाहिँ मेडिसनको रुख है यो देख्दैछ नि यो चाहिँ उहिलेदेखि कति साल अगाडि देखेको यो मेडिसनको रुख चाहिँ कालिम्पोङमा काहीँ पनि छैन यही मात्रै हो तपाईँहरू पनि आउनुहोस् इन्जोय गर्नुहोस् फ्यामिली लिएर आउनुहोस् नानीहरू लिएर आउँदा चाहिँ मजा आउँछ क्या बेलुकाखेरि आउनुहोस् अहिले त दिनमा हो हामी त दिनमा केही काम लिएर आएको थियो त्यतिकै आउँदा आउँदै भिडियो गरेको तपाईँहरू चाहिँ रातिखेरि आउनुहोस् दामी हुन्छ यहाँनिर यस्तो हुन्छ यहाँनिर सबैजना गरम बेसी भयो भने चाहिँ यही पार्कमा आएर बस्छन् क्या होइन अन्त यहाँ कस्तो छ पुरा राम्रो छ दामी जग्गा छ यो चाहिँ हाम्रो आई लभ कालिम्पोङ पनि छ यहाँनिर यो गाना चाहिँ जहिले तहिले बजिरहेको छ फेरि यो आइबी पार्कमा चाहिँ हामी चाहिँ आमा छोरी अलिअलि टाइम पाउँदा निक्लिहाल्छौँ क्या अब अहिले उसको रिजल्ट आएको छैन त्यसले गर्दाखेरि चाहिँ अब घरमा दुईजना मात्रै छु अनि यसो घुम्दै घुम्दै निक्लिहाल्छौँ म यो भिडियो बनाउने पनि थिइनँ है भ्लग बनाउने पनि थिइनँ के गर्नु नानीहरूको पछि एक्लै हुन्छु मलाई टाइम पासको लागि बनाएको तपाईँहरूले जतिजनाले पनि हेर्नुहुन्छ सब्सक्राइब गरिदिनुहोस् ल जग्गाबाट चाहिँ उता हेर्नुहोस् ल भ्यूहरू तपाईँलाई भ्यूहरू देखाइदिन्छु म आई लभ कालिम्पोङ केटाकेटीहरू यसरी बस्छन् यसरी खेल्छन् यहाँनिर चाहिँ हो शीतल हावा आउँछ यहाँ खालको शान्ति हुन्छ यो जग्गामा आउँदाखेरि चाहिँ म डप भयो भने चाहिँ जग्गामा आउनुहोस् तपाईँहरू कोही कोही दिनमा आफूले
जुन काम सोचेर आएको हुन्छ काम है अब पुग्दैन गर्नु सक्दैन कोही बेला अफिसतिर पनि बिजी हुन्छ होइन कोही बेला कामै हुँदैन आफूले जो सोचेर आएको त्यो कामै हुँदैन त्यति बेला चाहिँ मुड बिग्रिन्छ मुड बिग्रिँदा चाहिँ तपाईँहरू यहाँ आएर मजाले हावा खाएर जानुहोस् सन्चो हुन्छ ठन्डा हुन्छ मतलब अब सन्चो हुनुको मिनिङ चाहिँ ठन्डा हुन्छ अब दिमागै यस्तो छ यहाँनिर चाहिँ सबै सेल्फी खिच्नेहरू रिल्सहरू बनाउनेहरू सबैजना छन् यहाँनिर चाहिँ सबैजना त्यस्तै त्यस्तो मान्छेहरू आउँछ हेर्नुहोस् तपाईँहरू पनि बहिनीहरू पनि बिजी छ रिल्सहरू बनाउनु नाच्ने नाचिरहेको हुन्छ गाना गाउने गाइरहेको हुन्छ ठाउँमै त्यस्तै ठाउँ हो क्या मेरो छोरी झ्यालमुरी खानु आएको कि झ्यालमुरीको भयो हराएर के गर्नुहुन्छ झ्यालमुरीको भयो हराएर यस्तो नानीहरू झ्यालमुरीको भयो हरायो झ्यालमुरी किन्नेहरू यहाँनिर चटपटे किन्नेहरू पुरा बसिरहेछ हेर्नुहोस् है यसरी खेल्दैछ नानीहरू खेलिराखेको छ हेर्ने हेरिराखेको छ कपाल बाँध्नेमा दिइराखेको छ चढ्ने चढिरहेछ झर्ने झरिरहेको छ है यता टिम खेलिरहेछ नानीहरू उतापट्टि पर च्याक्केल चिक्केल खेलिरहेको छ खेल्नेहरू सबै रेडी छ मजा पर टिम खेल्ने तपाईँहरू हेर्नुहोस् त त्यो टिम पनि बोल्ने बोलिरहेको छ नि यस्तो खेल्नेहरू पनि खेलिरहेको छ सबै पिङको नाम त मलाई पनि थाहा छैन हो तपाईँहरू आफै सोच्नुहोस् है कोही फोनमा मस्तै छन् कोही नानीहरू सबै खेलिरहेको छ इन्जोय केटाकेटीको पर पिङहरू पनि खेलिरहेछ पिङ पनि छ बहिनी यहाँ खेल्नुको लागि रेडी हुँदै रहेछ हो नि त त्यो नानी पस्न आँट्यो पिङहरू खेलिरहेछन् कोही चढिरहेछ इन्जोय तर यहाँ नराम्रो चाहिँ केही गर्नु पाउँदैन पुलिसहरू पनि हुन्छ नि बेलुका भएपछि म चाहिँ यहाँनिर छु मेरो छोरी चाहिँ भैयाको वेट गरिरहेछ झ्यालमुरी खानु नपाएर चटपटे खानु नपाएर सिलगढी जा चटपटे बाजुरा जा चटपटे फुलबारी जा चटपटे मेरो छोरी त्यस्तो छ चटपटेहरू चाहिँ के गर्दै गर्दैन चटपटीको छोरी हो नि त आइ गाइस अब चाहिँ बनाउनु आज ढिलो भयो बेलुका हो घर आउँदा लाइट पनि गइहाल्यो बाजुमा यतिमै